नमस्कार साथीहरू, मेरो युट्युब च्यानल आइडिया एन्ड नलेजमा तपाईँलाई स्वागत छ। आज पनि म केही प्रश्न र उत्तर लिएर उपस्थित भएको छु। आज चाहिँ म नेपाल सरकारको सङ्घीय कम्प्युटर अपरेटरको केही प्रश्न तथा तिनीहरूको एन्सर लिएर उपस्थित भएको छु। कृपया हेरेर साथ दिनुहोला, हजुरहरूले पनि प्र्याक्टिस गर्नुहोला। यहाँ राखिएका प्रश्न उत्तरहरू कतिको कस्तो लाग्छ कृपया रिभ्यू पनि दिनुहोला। अब सुरु गरौँ है त। सुरुमा छ, टाइम ड्युरिङ विच अ जब इज प्रोसेस्ड बाई द कम्प्युटर इज डट डिले टाइम, रियल टाइम, एक्जिक्युसन टाइम अनि डाउन टाइम। भनेको कुनै प्रोसेसलाई अथवा कुनै जबलाई प्रोसेस गर्ने त्यो पिरियड, टाइम पिरियडलाई चाहिँ के भनिन्छ, के टाइम भनेर चिनिन्छ भनेको छ। यसको एन्सर के हुन सक्छ गेस गर्नुहोस्। र यसको राइट एन्सर रहेको छ एक्जिक्युसन टाइम। अब हामी अर्को प्रश्नमा जाउँ। विच मेमोरी इज फास्टेस्ट टु एक्सेस गर्नको लागि कम्प्युटर सिस्टममा कुन मेमोरी चाहिँ फास्टेस्ट हुन्छ भनेर प्रश्न छ। यसको अप्सनहरू रहेको छ क्यास मेमोरी, ऱ्याम, रोम र बबल मेमोरी। यसको राइट एन्सर चाहिँ क्यास मेमोरी। क्यास मेमोरी इज फास्टेस्ट टु एक्सेस है। थर्ड नम्बरमा जाउँ। फुल फर्म अफ ऱ्याम इज, ऱ्यामको फुल फर्म के हो? रिपिट एनी मेमोरी एन्ड ऱ्यान्डम एक्सेस मेमोरी, ऱ्याम एन्ड मोडेम, ऱ्यान्डम एक्सेस मेसिन। एकदमै के भन्छ 5-6 कक्षादेखि नै विद्यालयको किताबमा हुने क्वेसन हो यो। फुल फर्म अफ ऱ्याम इज सबैलाई थाहा छ। यसको राइट एन्सर रहेको छ ऱ्यान्डम एक्सेस मेमोरी। नेक्स्टमा जाउँ। 4 नम्बरमा छौँ हामी। विच वान इज अ कन्डिसनल अपरेटर? कन्डिसनल अपरेटर यो चाहिँ हाम्रो माइक्रोसफ्ट एक्सेलको क्वेसन हो। कुन चाहिँ हाम्रो कन्डिसनल अपरेटर हो? कुनै कन्डिसन युज गर्नुभन्दा पहिला कुन चाहिँ हामीले लेखिन्छ अपरेटर भनेको के लेखिन्छ अगाडि भन्नु खोजेको। अप्सनहरू रहेको छ इफ एन्ड नट कप। विच वान इज अ कन्डिसनल अपरेटर? के अपरेटर लगायो भने त्यो गिभन फर्मुला चाहिँ कन्डिसनल हुन्छ भन्नु खोजेको। र यसको राइट एन्सर रहेको छ इफ। अगाडि बढौँ। इन एक्सेल अ फर्मुला स्टार्ट्स विथ, मल्टिपल अप्सन रहेको छन्। एक्सेलमा के साइनले फर्मुला स्टार्ट हुन्छ भनेको छ। एक्सेलमा कुनै फर्मुला इन्टर गर्नुभन्दा पहिला कुन साइन लेखिन्छ भन्नु खोजेको। अप्सन रहेको छ इक्वल टु, अर्को अप्सन रहेको छ ड्यास, अर्को अप्सन रहेको छ एडिसनल साइन र अर्को अप्सन रहेको छ मल्टिपल साइन। सबैलाई आउँछ होला यो। यसको राइट एन्सर रहेको छ इक्वल टु। 6 नम्बरको क्वेसन छ। विच वान इज द ब्रेन अर हार्ट अफ कम्प्युटर? कुन चाहिँ गिभन अप्सन मध्ये कुन चाहिँ ब्रेन अथवा हार्ट अफ कम्प्युटर भनेर चिनिन्छ? अप्सनहरू रहेको छ सिपियु, ऱ्याम, रोम र एएलयु। कम्प्युटरको मुटु अथवा कम्प्युटरको ब्रेन, दिमाग भनेर कसलाई चिनिन्छ भन्दा चाहिँ यो पनि एकदम सजिलो अप्सन क्वेसन रहेको छ र यसको राइट एन्सर रहेको छ सिपियु। अब नेक्स्ट क्वेसनमा जाउँ। 7 नम्बरमा छ टु एड टुगेदर A1 to A2 विच इज द करेक्ट फर्मुला। यो पनि हाम्रो माइक्रोसफ्ट एक्सेलबाट क्वेसन रहेको छ। A1 सेलदेखि A2 सेलसम्म एड गर्नु पर्यो भने हामी कुन फर्मुला युज गर्छौँ भन्ने कुरा छ यहाँ। अप्सनहरू रहेको छन् इजिकल टु सम A1 to A2, इजिकल टु एड A1 to A2, इजिकल टु ब्राकेट A1 to A2 र कुनै पनि होइन। यसको राइट एन्सर भनिदिनु होला। 4वटा अप्सन छ र यसको राइट एन्सर रहेको छ इजिकल टु सम A1 to A2। यो एन्सरमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि कुनै पनि फर्मुला लगाउने बेलामा इजिकल टु प्रयोग हुन्छ भनेर अघि हामीले अघिल्लो क्वेसनमा थियो हाम्रो, र यहाँनिर त्यही नै लागू भयो। अगाडि बढौँ। 8 नम्बर क्वेसन छ। डाटाबेस इज, डाटाबेस भनेको के हो त है? डाटाबेस इज अर्डर, रिलेसन, कलेक्सन अफ डाटा अर लिस्ट। के हो त डाटाबेस भनेको? अर्डर, रिलेसन, कलेक्सन अफ डाटा एन्ड लिस्ट। एकदम सजिलो क्वेसन यो पनि। र यसको सही उत्तर रहेको छ कलेक्सन अफ डाटा।
यसैगरी अगाडि बढौँ। फुल फर्म अफ एसक्युएल इज, हामी अझै डाटाबेसमै छौँ, डाटाबेसको क्वेसन आइरहेको छ। फुल फर्म अफ एसक्युएल इज, हामीलाई थाहा छ एसक्युएल भनेको के हो, कहाँ युज हुन्छ भन्ने पनि थाहा छ। यसको अप्सनहरू रहेको छ स्ट्रक्चर्ड क्वेरी ल्याङ्ग्वेज, स्ट्रक्चर्ड क्वेसन ल्याङ्ग्वेज, स्ट्रक्चर्ड क्यू ल्याङ्ग्वेज र नन कुनै पनि होइन। फुल फर्म अफ एसक्युएल इज, एसक्युएल एकदमै प्रख्यात डाटाबेस ल्याङ्ग्वेज हो र यसको फुल फर्म चाहिँ स्ट्रक्चर्ड क्वेरी ल्याङ्ग्वेज हुन्छ। र आजको लागि लास्ट क्वेसन, अन्तिम क्वेसन आजको लागि, विच इज नट द एलिमेन्ट अफ एसक्युएल, एसक्युएल ल्याङ्ग्वेजको एलिमेन्ट तलको मध्ये कुन चाहिँ होइन। सिलेक्ट फ्रम वेयर मेन भनेको एसक्युएलमा कुन चाहिँ स्टेटमेन्ट युज हुँदैन भन्नु खोजेको। अप्सनहरू छ सिलेक्ट फ्रम वेयर अनि मेन, र यसको राइट एन्सर रहेको छ मेन। मेन चाहिँ एसक्युएल कमान्डहरूमा युज हुँदैन, जबकि सिलेक्ट फ्रम वेयरहरू चाहिँ नभई नहुने एसेन्सियल एलिमेन्टहरू हुन्। यति भन्दै मेरो आजको सानो भिडियो क्वेसन एन्सरहरूको भिडियो यहीँ सकिएको छ। आशा गर्दछु यो भिडियोले केही सहयोग गर्नेछ तपाईँहरूलाई। राम्रो लाग्यो भने कृपया लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरी सहयोग गर्नु होला र रिभ्यू पनि दिनु होला। हामी फेरि भेट्नेछौँ। धन्यवाद।